यहाँ नेपाल आएको 1.5 वर्ष भयो होइन नेपाल आएको 1.5 वर्ष भयो कसैले दनक दिनु सक्दैन त मलाई अनि माछिक्ने नि अस्ति हान्नु पर्ने ज्यादा मुजी भेनाजुले दनक दिइसक्यो जाँठा मुजीले भेनाजु भन्ने मुजी भिनाजुले के गरे भिडियो हालिरहेको त केटी नाचिक्न दनक दिँदै हाल्दैछ नि मुजी कहिले मलाई त्यस्तो मन पर्दैन है मलाई त्यस्तो मन पर्दैन भेनाजु त्यस्तो मन पर्दैन क्या मलाई त्यो जाँठा त्यो आउने बित्तिकै भेट्ने बित्तिकै माछिक्ने चिनजान बिना मुजी यसो अलि बोलेको भरमा मुजी त्यस्ता मुजी ठोकाइन बेला पनिसमेन्ट दिनु न हौ केबी तँलाई दिन्छु नि फेरि मैले धेरै नबोल्नु फेरि तर त म उता तँलाई उघारेर देखाइदिन्छु उता पुतली च्यातेर वाट्सएपमा रातो च्यातेर देखाइदिन्छु तँलाई उता रातो छ देखाउँछु आइज न तँलाई वाट्सएपमा ल अहिले लाइभ सिद्धेरमा कल गर्छु तपाईँ मेरो उठा सिधा तपाईँ डाइरेक्ट तल म पनि डाइरेक्ट तल फेस नदेखाउने कसरी हुन्छ हौ आवाजमा वाट्सएपमा भिडियो कल गर्ने डाइरेक्ट ठ्याक्क तल त पनि ठ्याक्क म पनि तल ल हस्ते हान्नु तर मेरो त लाभ उयो हुँदैन हौ हस्ते हान्नै मिल्दैन हौ छ्या कस्तो रहेछ मलाई सिकाइदिए ल म पनि सिकेपछि अलिअलि गर्छु के नि लागेन हौ कोही सिकाउने मान्छे पनि छैन यार मलाई त कसम जाँठालाई सिकाइराख्नुपर्छ थ्याङ्क यू डार्लिङ मैले त जिताउने अनि के भन्ने सिकाउने मान्छे के त्यो हस्ती हान्ने भन्ने कस्तो हो ए त्यस्तो गर्नु अनि दुध खानु चाहिँ होइन त्यो बच्चैदेखि त यो गर्भैदेखि सिकेर आएको हुन्छ ल केटा मान्छे होइन सबै केटी मान्छे सबैले होइन त्यो मुजी त्यो गर्नु दुईटा कुरा चाहिँ जिन्दगीमा सिकाउनु पर्दैन र अरूले हेरेर सिकाउनु पर्दैन ल त्यो चाहिँ आफै सिकिन्छ ल नानी केटा मान्छेले गर्छ भन्न त मलाई थाहा छ होइन सुन्न तर केटी मान्छे कसरी केटा मान्छेले मात्र गर्छ एकछिन केटी मान्छेले कसरी गर्छ त केरा र आग्रा हालेको त कता कता कसको भिडियो देखिरहेको थिएँ मैले फेरि मलाई पनि पठाएन त नि छैन उहिले म हेरेर डिलिट गरिदिएँ यार ग्याम लगा माछा पनिसमेन्ट गर नाचिक्ने अघि पनिसमेन्ट होइन भने त जाँठी अहिले तेरो गिफ्ट आउनु बित्तिकै पनिसमेन्ट गर ल भन तेरो पनिसमेन्ट के हो तल हस्ती हान्ने त्यस्तो नभन्न यार आइडी जाने काम भन के पनिसमेन्ट हो नाच गैरीखेतमा नाच गैरीखेत यसै बाँझो भयो भनेमा त्यो नाच्दैन यार छाती यस्तो गर्दैन दुखिरहेको छ आज किन हो है ल पनिसमेन्ट भन म चाट ठोकेर आएछ माछालाई यो उता गएको थियो बाहिर गएको थियो अघि बिहानै मलाई कल गर्दाखेरि माछालाई ठोकाएर आएछ कुन चाहिँ दरो दिएछ दनक यसलाई माडी दिएछ डबल है ल भन म अर्को पनिसमेन्ट चाहिँ म गरिदिन्छु ल के हो यसले यो बाहिर गएको थियो क्या अघि नै मलाई बिहानमा प्रीतिमा बाहिर गएको भनेर कुन चाहिँ दरो दिएछ दनक माथि पनि म त्यस्तो गर्दै गर्दैन यार कसम जा उफ्री हुन्न चाड दिन्छु म उता तेरो एमपीबी उफ्रिनु मिल्न सक्दैनस् माथि उफ्रिन मिल्दैन कि मेरो यहाँ छातीको बिचैमा दुखिरहेको छ आज खै कुन चाहिँ दरो यस्तो यस्तो दिएछ यस्तो छि त्यस्तो त छ्याट यार नभन्न यार मलाई मन पर्दैन ल भन म अर्को पनिसमेन्ट तिनटा भन किन मन पर्दैन केटा मान्छेले केटी मान्छेलाई गर्यो भने किन मन पर्दैन मन पर्छ मलाई त भन्न बरु म केरा चाट दिन्छु केरा छ मसँग जा 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 म त त्यस्तो आइडी जान्छ र मैले भन्नु खोजेको तँलाई उफ्री भनेर अब तैँले आफै गर्छ आइडी जान्छ अब बोतलमा गर्दाखेरि त जान्छ भनेपछि तँलाई केरामा गर्दा केरा चाटे के भयो त यहाँ सोल्डी हेर्नु न मलाई पनि पख अहिले मेरो आएन केरा खाने केरा अहिले सोध्ने बेला म त्यस्तो फेरि चाट्ने म त्यति गर्दैन फेरि बुझिस् मलाई उफ्रिन दे मलाई के दे होइन तर उफ्रिन पनि सक्दिनँ होला म तल पासेकोले गर्दाखेरि
पुतली पासिरहेकोले गर्दाखेरि म उफ्रिन सक्दिनँ। यत्रो मान्छेबाट एउटा फुल हालेर जिस्किएर जान्छन् यार। म कसम मान्छेहरू सबलाई अनफलो गर्नेवाला छु। ए मेरो राजाहरू यत्रो जनाले त डबल ट्याप गर्दा त 1000 त्यसै पुग्छ क्या। किन तपाईँहरू यसरी बस्नु भएको होला क्या। एक दुई दिन हान्दिनँ होला म अब हेरेपछि के हुन्छ के खेबिबको अनुहारमा म माथि मेरो मेरो पुतली राखिदिन्छु म। खेबिब टपमा बसेर तपाईँको फेसमा मेरो पुतली दलिदिएर रेडी भइराख्नु है। के को वेट रेडी भइराख्नु। अलिक गतिलो तपाईँ नै हुनुहुन्छ जस्तो लागेर आउँदैछ मलाई। खेबिब मलाई खोइ न हौ खोइ चुपा सुपाहरू। दुईचोटि दिउँछ अब अहिले लागि 3 चोटि हुन्छ। होइन लास्ट नाइट 2 चोटि गरेको आज त गर्दैन यार। आज त लास्टै पोलेको छ मेरो त कसम होला। म त पिसाब फेर्दा धरि पोल्छ के। त्यस्तोसम्म के रग्यो त्यस्तो रग्यो नि त कालो हुन्छ होला पछि। कालो छैन हौ तँलाई म देखाइदिन्छु व्हाट्सएपमा। त आइज तँलाई म भरे देखाइदिन्छु। ल के भएर हस्ते हानेर हस्ते हानेर 2 चोटि हस्ते हानिदिएको लास्टै भयो यार। त्यस्तै कुरा सुन्न 80 जना छन् साला। सबै गेडामा हात लाएर बसेछन् के डबल ट्याप। सबले एउटा हात गेडामा छ अनि एउटा